टु माई भ्लग। आज चाहिँ हामी फेरि धान काटेर आएको आन्टीको खेतमा, आन्टीको घरतिर। यो पानी परेको भएर आधी मात्र काट्यौँ। आधी भए पनि पानीले भिजाउने सम्भावना। हेर्नुहोस् दामी खेत छ पछाडि हेर्नुहोस्, पछाडि दुईजना मान्छे गफ गर्दै पछाडि हामी चाहिँ अगाडि भ्लग गराउँदै मिनी भ्लग। दामी छ खेत। यता चाहिँ जताततै खेतै खेत छ। पहाड देखेछु ल गाइस, यतातिर चाहिँ मजाले पहाड देखिन्छ। खेतमा मजाले कति राम्रो पहाड हरियाली। तर नजिक छैन। एकदम दामी देखिन्छ। भ्यू चाहिँ एकदम राम्रो देखिन्छ यतातिर। गाइस, हामीले धान काटेको चाहिँ ऊ त्यहाँ यता पछाडि ऊ त्यहाँ के अरे पराल देखेछ त्यहाँ चाहिँ हामी ठेसर त्यहाँ चाहिँ आज हामीले धान काटेर अनि ठेसर लाग्छ गाइस। ल गाइस, हामी चाहिँ यहाँ गाउँमा मतलब हामी आइपुग्यौँ यतातिर। यता पनि हेर्नुहोस् गाइस, खेतै खेत छ। भैँसीले लखटे पनि हामी दौडिनुपर्छ। सिधा जाने हो। यता चाहिँ पुरै जताततै खेतै खेत छ। हेर्नुहोस्, यता चाहिँ धानै धान छ, खेतै खेत छ। खेत देखिँदैन चाहिँ एकदम गाह्रो हुन्छ। सिधा हिँड्नुहोस् है। फेरि भैँसीले चौहा गर्छ। चोमगस यतातिर पनि छ दामी। कानको पनि दामी छ। सेम। अझ हामी यहाँको धान चाहिँ के अरे धेरै पाकेर सुकेर के अरे धान खरानी चाल्नु मैले देखेर। यहाँ चाहिँ एउटा सानो मन्दिर छ। सानो मन्दिर भनौँ, ठुलै ठिक्कको मन्दिर छ। हामी कस्तो खतरा बाटो यस्तो बाटो जङ्गल जस्तो बिचा बाटो, एक ठाउँमा मात्र जङ्गल जस्तो। त्यही हामी यता हेर्नुहोस्, भ्यू पछाडि भ्यू एकदम दामी ट्याक्क पहाड, त्यसपछि खोलामा पुल, अनि दायाँ बायाँ खेत। कति दामी छ न ठाउँ। यो ठाउँ चाहिँ नवलपरासी जिल्ला घुमैमा पर्छ। घुमै तलतिर पर्छ। हाम्रो यो चाहिँ घुमैभित्र तलतिर होइन। हामी त मामा घर आएको, मामा घर आउँदा धान काट्न भने यो चाहिँ के अरे धुनाले हिँडालेको कपडा। हजुरहरूले भन्नु होला, हामीलाई ब्याग लिएर हिँडेको धान काट्न पर्ने, तर यसमा चाहिँ हाम्रो चाहिने सामग्री त्यसरी। अनि चाहिँ जहिले माथि तल माथि हिँडेको गर्नुपर्ने अवस्था भयो। कहिले दिदीको घर, कहिले मामा घर, कहिले अर्को दिदीको घर, चारवटा ठाउँमा हिँड्नु पऱ्यो त। हिँड्दा दिन बित्छ। हाम्रो एक दिन पनि छैन। हिलो छ। हेर्नुहोस् गाइस, बाटो राति हिलो हो। पछाडिको के अरे सेल्फी मात्र खिचेको नभन्नु होला, ब्याक क्यामेरा चाहिँ ध्वस्त हो। मान्छे चिनिँदैन, केही पनि चिनिँदैन, त्यही भएर सेल्फी मात्रै। सेल्फीबाट मात्रै भिडियो बनाएको ल गाइस। हाम्रो मोबाइल पनि खतरा राम्रै लोटेर गाइस भन्दा त म त गाइस भन्दा गाई आएर ठुई हान्देला। हेर्नुहोस् एकदम राम्रो खोला एकदम राम्रो देखेको छ। वाह, कति राम्रो भ्यू। आहा यस्तो राम्रो भ्यू पाउन त हाम्रो गाउँतिर पो आउँछ।
एकदम राम्रो छ ठ्याक्क यति राम्रो खुलामा अहिले फेरि यता एउटा यता खेतहरू कासिन्छ ड्रामामा एकदम दामी यता पनि खेत छ अब हामी अहिले हामी त्यही बाटो जाने खेतै खेत दामी अब उता फेरि दामी हुन्छ है अहिले कपडामा जुका त ल यहाँ यो गाइस ब्याकग्राउन्डमा खोल्नै मिलेन कि यहाँ फेरि पानी छ पानी राम्रोसित हेर यहाँ यस्तो बाटो हेर्नुहोस् यस्तो हिलो हिलो कपडा धर्ने ल यतातिर बढियामा छ लुको यता एउटा गाइजहरु मजाक चाहिँ एकदम मजाक एउटा ठुलै माछा छुप्यो आज प्रकृति बहिनीले माछा मारे पोलेर खाम है कत्रो समातेको छ तेरिका हाम्रो यता खेत छ यता खुला छ खोलामा जाने बाटो यहाँ छ यतातिर बाख्रा चरा छ ए कता गयो यतातिर चाहिँ बाख्रा चरा खानु बल खेलेछन् यति धेरै बाख्राहरू छोरी छ नि गाइस भर्खर जम्मा 35 सब्सक्राइबर छ हजुरहरूले सब्सक्राइब गरेर अलि धेरै गराइदिनु त्यस्तो फुल्यो राम्रो यस्तो यस्तो यो लास्टै यो कपडामा चप्पिन्छ चिप्पिन्छ यता चप्पिन्छ पुरै कपडामा चाहिँ हामी मगर भाषामा जानेछ नाम त्यसको नेपाली भाषा आउँदैन खासै सीता के अरे मगर भाषामा नाम यसको झिहरू हिमाला थामाले छेनारी छेनारी छेनारीवाला छेनारी इंच के हाँ कुइरो यतातिर कुइरो त उसलाई भन्छ बहुत बिहान कुरो अरे त्यो कुरो गाइस एकदम राम्रो अघि उता मात्रै देखाएको खेत आयो दामी खेत यही खेत हुँदै हामी घर पुग्ने छौँ अब यही खेत हामी घर जाने अब यो खेतै खेत हामी घरतिर गयो हेर्नुहोस् गाईहरू एकदम राम्रो छ यो खेत चाहिँ यो एउटा आलीबाट उता खोला यता खोला यता खेत एउटा आली ठ्याक्क त्यो आलीबाट हामी हिँड्ने अलि हिँड्दाखेरि खुट्टा पनि दुख्छ मेरो त सेन्डीले भाँचेको भए हिजो चाहिँ यसको सेन्डीलाई पट्लाम पुल्लो भयो क्या भाँच्यो पछि मिलायो नत्र त मेरो फेर थिएन चप्पल लाएर हिँड्नु जो हामी कसैको टिका लाउने भनेर गएको त पुरा सेन्डिलको त हालतै खराब ओहो यिनीहरूले त हामीलाई त पछाडि नै छोडेन क्या ऊ आएर न यस्तो बाटो हिँड्नु अनि अरे यस्तो हेर्नु न गाइस उयो पछाडि यो सेतो यो पछाडि यो सेतो हो नि त्यही बाटो गएछ नि यिनीहरू यहाँ पुरै टाउको भएर सेतै लाग्छ अब यो बाटो त्यही भएर हामी त्यो बाटो नजानी खानेको अर्को बाटो जाउँ यता बाटो जान्छ नि कता यही बाटो मिल्छ त घुमेर ल हामी चाहिँ त्यो बाटो नजाने अर्को बाटो जाने गाइस यो व्हाइट यस्तोमा आउनु परेछ यसलाई के भन्छ गाइजहरु कमेन्ट बक्समा लेखिदिनु है यस्तो बाटो हिँड्नु परेछ हेर्नुहोस् तर यस्तोमा फोटो खिच्दा मजा दिन्छ नि गाइजहरु बट हिँड्न चाहिँ झ्याउ लाग्छ यस्तोमा अनुहार भरि लागेछ
अब पुरै यस्तो लाग्छ तिनीहरू त हामीलाई छोडेर गइसक्यो यहाँ छ हेर्नुहोस् त हामीसँगै हिँडेको मान्छेहरू यता यता पुगिसक्यो त हामीलाई छोडेर हामी त छिटो दौड्यौँ हामी पनि ए बाटो उताको बाटो जानु पनि यताको बाटो आइहाल्छ हाम्रो बुद्धि पलाएन गाइस ल यो चाहिँ पुरा खेतै खेत हेर्नुहोस् धानको बाला झुल्ने खेतैमा हामी पनि अब दौडिन्छौँ यो मान्छे खेत हेर्न अब जताततै स्टिच के हेर्न दगुरिनु न तर यो आलीमा दगुरे पनि त रोकिन्छ क्या म अस्ति दौडेको कारणले सेन्डी पनि भाँच्यो झन्ड्रै मिरायो अब दौडिनुपर्छ आफ्नो कमाल देखाउनुपर्छ दौडिनु अब हामी चाहिँ अब यही हो अब एकछिनको लागि क्यामेरा अफ अब अलि उता पुगेपछि बल्ल भन्दा पनि तिनीहरूले एक खोल्छ क्यामेरा खोल्छ तिनीहरू हामीलाई छोडेर अब तिनीहरूलाई भेटाउनु जान्छ है ल भेटाउनु जान्छौँ हामीले गाइस हामी भेटाउन लगाएको तिनीहरूलाई पर्खेर तर उतातिर चाहिँ भैँसी चराउँदैछन् अरे होइन त्यता भैँसीले हान्छ अरे तलबाट जाने भनेर तलबाट हिँडिराख्ने मान्छेहरू खोलाको बाटो यस्तो बाटोबाट खिचेर कति कताबाट हिँड्यो सर्प त आउँदैन सर्प आएर डुलुम पाऱ्यो ल गाइस यतातिरबाट जाऊँ भनेको बाटै छैन गाइजहरू हामी अलपत्र पर्यौँ यता भैँसी छ यता बाटो छैन अब फेरि बलुवा फर्किनु भयो हेर्नुहोस् गाइस उता चाहिँ भैँसीले फुँ परेर हेरेर बसेको छ यता हेर्नु त भैँसीले हेरेर बस्छ यहाँ पछाडि यहाँ भैँसी छ त्यही माथि मैले रातो कपडा लाछु भैँसीले झन् लखार्ला फेरि उता जानु लान् उताबाट लाग्नु क्या अब अझै हाम्रो भैँसी भैँसीले गर्दा कहिले भैँसी जान्छ भने कुदेर त्यही भैँसी छ हामीलाई चाहिँ डर लाग्छ कि भैँसीले हान्छ कि भनेर फेरि हस्पिटल होइन यता साइडबाट गए पनि हुन्छ भनेको मैले भनेको सल्लाह मान्दैन इतुङ चाहिँ छाना होला नि इराकमा पते अहिले चाहिँ भैँसी सुतेछ घेरा चाहिँ पुरा कुलाक्थे मलाई खालका मैले भाउ भैँसीले लखाट्यो भने पुरा कगजको धान कता धानभित्र फटाङ फुटुङ पार्दै हिँड्ने कगजको धान छ धान पनि खेत अनि ए यो बाटो नि कस्तो चिप्लो पानी परेर बाजी मन इलाकिन धरियो भने टिप्पो लागिनु ए तनाक पाराले भैँसीले हेर्थ्यो ए मम्मी भैँसी चाहिँ सुत्यो गाइस मैले रातो झन् मैले जुन ग्याएको कपडा मैले कस्तो म झन् रातो कपडा लाग्छु त्यही माथि भैँसीले त लखालिदिनु भैँसीले हो कि गोरुले हो र गोरुले हो कि भैँसीले जेले पनि लखार्छ गाइस यस्तो मलाई चाहिँ भैँसीदेखि बहुत डर लाग्छ भैँसीको नजिक आइसक्यो हामी चाहिँ भैँसी लगाएको यो घरको पछाडिबाट अर्को
हेर्नु गाइस भइसि बसेको अनि हामी सफल भयो जानुमा कोही भइसक्यो हामी बसीबाट दौडेर सफल भयौँ त्यो मान्छे हामी चाहिँ आयो यता हाम्रो गाउँमा हामी आफ्नो मामा घर आइपुग्यौँ ल हामी चाहिँ अब घरमा आइपुग्यौँ मामाहरूको गाउँमा आइपुग्यौँ है गाइस ल आनन्द भयो सुतिरहेको भुइँसी त पुरा म दौडिएर त हेरेर त उठेर धन्दै दखाटेन त्यही त म त यस्तो भएको त्यसको सिङ यता उडाइदिन्थ्यो उडाएर फेरि एकैचोटि मामा घर पुऱ्याइदिन्थ्यो कि मामा घर होइन हस्पिटल पुऱ्याइदिनु कुन हस्पिटल भन्दा बुटोलको हस्पिटल बुटेर तागे मागेर एउटा नि भनेर त्यही हल्ला परेर मम्मीलाई गाई ल्याएको त यस्तो पेटमा घुस घुसेन पेटमा गाई ल्याएको त नि पेटमा घुसेन फेरि घाउ भएको थियो यता यही जर्गातिर उतै घरतिर यता जर्गातिर सिकिन्छ त्यो छाडा गाईले हानिदिएको सिङले थकाइ लाग्यो दौडिएर यस्तो तिमी दौडेर त हामी एउटामा त खतरा दौडेको पछाडिमा त तिमी त अगाडि त एकछिन यसो दौडेर त्यसले हेऱ्यो अनि उत्तिएर हामी त पछाडि एउटामा त घरको माथितिर पिँढीतिर चढ्न धन्दातिरमा त बाटो रहेछ नत्र त बर्बादै हुन्छ हजुर हामी आइपुग्यौँ हाम्रो मामा घरतिर यता सफा होइन यहाँ पनि भ्यान छ बोगीहरू होला यता चाहिँ गाई जताततै खेत छ किनकि यो धेरै खेत देखेर मेरो त हालत खराब हुन्थ्यो धेरै खेत देखेर घरै नदिएर अचाल बल्ल यता धेरै घर बनेको खेत यो हाम्रो नेपाल ल्यान्डलक कन्ट्री हो नि त्यही भएर धानहरू धेरै फल्छ यहाँ नेपालमा त्यही पनि किनेर खाने बेलामा इन्डियन धानै किनेर खान पर्छ फेरि यति धेरै धान लाउँछ नि त्यही पनि हामी फेरि हाम्रो यो हामी तराईमा बस्छौँ त्यही भएर किनेर फेरि इन्डियन धानै खानुपर्छ नेपालको धानले पुग्दैन नेपालको धान इन्डिया आउँदैछ इन्डियाको धान हामी खाने त्यही त हामी चाहिँ आइपुग्यौँ अब आइपुग्यौँ हामी चाहिँ यता चाहिँ हाम्रो बुहारी नानी के हो ब्लक हो हाई गाइस अब जाऊँ ल गाइस आजको लागि यति नै हाम्रो ब्लग हाम्रो थ्याङ्क यू सो मच हाम्रो दिनुभएकोमा लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला ब्ल्याक एन्ड घन्टी पनि बजाइदिनु होला अनि हामीले अघि यता पनि खेतै छ फेरि अघि हाम्रो के प्रश्न सोधेको थियो त्यसको कमेन्ट बक्समा एन्सर भनिदिनु होला बाई बाई